अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता? भन्नुहोस् न। ए गोकुल पुर्याउने कृष्णजीलाई गोकुल पुर्याउने, गोकुल पुर्याउने, गोकुल पुर्याउने। कंसको जेलखानाबाट गोकुल पुर्याउने, कंसको जेलखानाबाट गोकुल पुर्याउने। नारायण हरि हे राम 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 राम। वासुदेवले आँखाभरि आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला? तुरुन्तै अनौठो चमत्कार भयो। हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे। जेलका फलामे ढोका खुले। अघिसम्म खडा द्वारे पाले। निद्राले खुर्न थाले। मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्दा यमुना नै घटेर सानी भइन्। सुन्यौ अनि के भयो? हे गोकुल जानु भो, कृष्णजी गोकुल जानु भयो, गोकुल जानु भयो, गोकुल जानु भयो। हे यशोदाको काखमा खेल्न गोकुल जानु भो। यशोदाको काखमा खेल्न गोकुल जानु भयो। नारायण हरि हरि हे राम 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 राम। बहिनी देवकीको गर्भबाट जन्मिने 8औं सन्तान कंसको काल। जन्मेका 7 एउटा अबोध शिशुहरू मारेको कंसले अब 8औं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो। नवजात शिशु हातमा लियो। 8औं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो? कंस अट्टहास हाँस्यो। मेरो काल बनेर आएकी त भनी भुइँमा पछार्न खोज्दा के भयो? भन्नुहोस् न। ए भयो अचम्म, सुनौ भयो अचम्म, भयो अचम्म, भयो अचम्म। आकाशवाणी समक्षक पारी भयो अचम्म। आकाशवाणी समक्षक पारी